कोरियाली भाषाको इतिहास प्राचीन कालदेखि सुरु भएको हो, जुन पुरानो र मध्य कोरियाली भाषा हुँदै विकसित भएको थियो। सन् 1446 मा राजा सेजोङले देशमा साक्षरता बढाउन हानगुल लिपिको आविष्कार गरे, जसले यो भाषालाई धेरै सरल बनायो। नेपालमा भने सन् 2008मा रोजगार अनुमति प्रणाली लागू भएपछि कोरियाली भाषा सिक्ने र बुझ्ने क्रम निकै तीव्र गतिमा बढेको छ। समस्या के थियो भने चिनिया अक्षरहरू धेरै र जटिल भएकाले उच्च वर्गको वर्गले मात्र सिक्न सक्थे। सर्वसाधारण जनता अशिक्षित नै रहन्थे। राजा सेजोङले वैज्ञानिक र संसारकै सबैभन्दा सजिलो मध्येको एक लिपि हानगुलको आविष्कार गरे। यस लिपिमा स्वरवर्ण मानिस आकाश र पृथ्वीको आकारबाट र व्यञ्जनवर्ण उच्चारण गर्दा जिब्रो र मुखको बनोट अनुसार बनाइएको छ। यसले गर्दा देशमा साक्षरता दर ह्वात्तै बढ्यो। कोरियन भाषा कसरी बन्यो भन्ने छोटो अनि मिठो व्याख्या यति नै। अरू रोचक जानकारीहरू अर्को भिडियोमा लिएर आउनेछु।